नमस्कार दर्शकवृन्द, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। हामी यो कार्यक्रममा समसामयिक तथा जनसरोकारका विषयवस्तुहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल तथा चर्चा गर्दै आएका छौँ। दर्शकवृन्द, हामी अहिले राष्ट्रिय शोकको घडीमा छौँ। वैशाख 12 गते शनिबार दिउँसो 11:56 गएको महाभूकम्पबाट करिब 1900 जना व्यक्तिहरूको ज्यान गएको छ। अरबौं रुपैयाँको धनजनको क्षति भएको छ। हजारौं व्यक्तिहरू घाइते भएका छन्। हजारौं घरहरू भूकम्पबाट क्षति भएका छन्। सबैभन्दा धेरै राजधानीमा भूकम्पबाट क्षति भएको छ। सरकारले विभिन्न 20 वटा जिल्लालाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिसकेको छ। सरकारले उद्धारमा खटिनको लागि भन्दै 1 हप्तासम्मको लागि शिक्षण संस्थाहरू पनि बन्द गरेर शिक्षक तथा विद्यार्थीहरूलाई भूकम्पबाट प्रभावित व्यक्तिहरूको उद्धारमा खटिन आग्रह गरेको छ। भूकम्प किन जान्छ र नेपालमा जाने भूकम्पबाट सबैभन्दा धेरै क्षति काठमाडौँमा नै किन हुने गर्छ? नेपालको भूगोल नै त्यस्तै हो या यहाँ निर्माण हुने भौतिक संरचनाहरूमा सर्वसाधारणले ध्यान दिन सकेका छैनन्? हामी यिनै सेरोफेरोमा रहेर आज भूगोल तथा वातावरणविद डाक्टर भोजराज कडेरियासँग कुराकानी गर्न गइरहेका छौँ, जसले भूगोलमा पीएचडी गर्नुभएको छ। हामी हिजो गएको भूकम्पको सेरोफेरोमा रहेर उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। लागौं उहाँसँगको यो कुराकानीसँगै। यहाँलाई स्वागत छ कार्यक्रममा। हिजो शनिबार दिउँसो एकाएक भूकम्प गयो नेपालमा। यो हिजोको भूकम्प कस्तो प्रकृतिको भूकम्प हो? अब यो भूकम्पको सन्दर्भलाई हेर्दाखेरिमा जस्तो के छ भने कि अब हाम्रो नेपाल चाहिँ यो यता दक्षिणमा इन्डियन प्लेट र उत्तरमा चाहिँ तिब्बतन प्लेटको बिचमा पर्ने चाहिँ क्षेत्र हो। त्यस कारणले यो इन्डियन प्लेट के गरेछ भने कि तपाईको चाहिँ प्रति वर्ष चाहिँ झन्डै 0.5 देखि लिएर 1 सेन्टिमिटरको दरमा यो चाहिँ तिब्बतन प्लेटतर्फ चाहिँ घुसिरहेको छ, पसिरहेछ। भारतको प्लेट तपाईँको भारतको प्लेट र यो प्लेट चाहिँ पर्दाखेरिमा नेपाल त बीचमा पर्छ हैन। बीचमा पर्दाखेरिमा जब प्लेट चाहिँ एक तिब्बतन प्लेटसँग चाहिँ धक्का खाँदाखेरिमा नेपालमा पनि त्यसको धक्का चाहिँ महसुस हुन्छ। अनि जति हिमालयन बेल्ट छ त्यस कारणले चाहिँ यो धक्का भनेको ट्रेमर भनेको के हुन्छ भने कि भाइब्रेसनबाट सुरु भयो। अब भाइब्रेसन सुरु भन्ने बित्तिकै तपाईँ के हुन्छ भने कि अब एउटा होरिजोन्टल भाइब्रेसन हुन्छ जुन यो क्षितिजी रूपमा चल्ने। अर्को तपाईँ के भने भर्टिकल हुन्छ। भर्टिकल भनेको लम्बवत रूपले चाहिँ चल्ने। त लम्बवत रूपले चल्ने जुन भाइब्रेसन भनेको निश्चित एरियालाई मात्र त्यसले नोक्सान गर्छ। जस्तो घर चाहिँ भाँसिएर तलतिर धसाइदिने। अनि यो क्षितिजी रूपमा चल्ने भाइब्रेसन कस्तो हुन्छ भने कि एक ठाउँबाट सुरु हुन्छ भने त्यसको चाहिँ लहर चाहिँ लामो समयसम्म चाहिँ जान्छ। त्यस्तै खालको थियो। हजुर हिजोको होरिजोन्टल किनभने लामो समय, किनभने कि अब यसको चाहिँ तपाईँको चाहिँ फोकस बिन्दु भन्छ। फोकस यसलाई हामीले हाइपो सेन्टर पनि भन्छौँ भूगोलको भाषामा। हाइपो सेन्टर तपाईँको लमजुङ र चाहिँ गोर्खाको चाहिँ बिचको भागमा चाहिँ परेको थियो। बारपालाकै कुन ठाउँमा थियो भनेपछि त्यो त्यहाँ फोकस बिन्दु भयो। त्यो त्यहाँबाट ओरिजिन भयो। किन त्यो ठक्कर चाहिँ इन्डियन प्लेट र तपाईँको चाहिँ तिब्बतन प्लेट चाहिँ त्यहाँ चाहिँ ठक्कर खायो होइन। खाइसकेपछि तपाईँको त्यहाँ ओरिजिन भयो। ओरिजिन हुँदाको चाहिँ अवस्था ज्यादै गम्भीर हुन्छ। ओरिजिन भइसकेपछिको ठाउँलाई हामीले फोकस अथवा हाइपो सेन्टर भन्छौँ र त्यहाँबाट लहर हुन्छ नि। अब यसको त वेभ हो कि यो लहर चाहिँ तपाईँको चाहिँ अगाडि बढ्दै जाँदाखेरिमा जहाँ यसको असर हुन्छ त्यसलाई हामीले इपी सेन्टर भन्छौँ। त यस कारणले अब लहरको म्याग्निच्युड चाहिँ त्यसको मात्रा कतिको चाहिँ हो होइन। जसको कुनै पनि चिज नजिकको ठाउँमा उत्पत्ति हुँदा बढी चाहिँ गम्भीर हुन्छ, बढी चाहिँ प्रभावकारी हुन्छ भने टाढा जाँदाखेरिमा के हुन्छ त्यसको असर कम हुँदै जान्छ। त्यसैको प्रतिफल हो कि काठमाडौँतिर यसको चाहिँ फास्ट मुभमेन्ट भएर काठमाडौँ नोक्सानको गर्यो। किन उसको लहर विभिन्न दिशा फैलिन्छ। बुटोलतिर चाहिँ यसको कम रह्यो। यसको लहरको आउने खालको बुटोलको तर्फको दिशा चाहिँ कम रह्यो। यहाँ थोरै चाहिँ असर चाहिँ गर्यो। मैले सुन्छु कि हाम्रो बुटोल के अरे क्याम्पसको चाहिँ पर्खाल चाहिँ भत्कियो रे। त्यो हल्का हो। त्यो पर्खाल हुनसक्छ, कमजोर पनि भएको हुनसक्छ। भत्कियो रे, खासै यहाँ नोक्सान त भएन। हामी पूर्व चाहिँ हेर्दाखेरिमा काठमाडौँ हेरौँ, भक्तपुर हेरौँ, अनि अन्य सर्लाही जिल्ला हेरौँ, रसुवा अब भनौँ पहाडी जिल्ला चाहिँ रसुवा हेरौँ, त्यहाँ धेरै ठुलो धनजनको नोक्सान भयो। र मैले यहाँलाई अर्को के निवेदन गर्न चाहेँ भने कि यो भूकम्पको जोनभित्र नेपाल चाहिँ तपाईँको के छ भने काठमाडौँ 11औं रिस्क जोनभित्र पर्छ संसारभरिमा, विश्वमा। भनेपछि चाहिँ अब यहाँ त जति बेला पनि
अब तपाईको के छ भने कि भूकम्प आउने चान्स भयो। अब यो किन हुन्छ भने भूकम्प किन आउँछ किन हो यार, अब त्यही मैले भन्दैछु। अब हजुरले प्रश्न गर्नुभयो मलाई किन हुन्छ भने मैले के भन्ने छु भने कि भूकम्प आउनको किन आउँछ भन्ने क्रममा मैले अघि नै यहाँलाई निवेदन गर्ने हाम्रै नेपालमा बढी भूकम्प आउने कारण के हैन भन्ने प्रश्नमा तपाईको चाहिँ यो नेपालको संरचना जुन अहिले हिमालय पहाड छ त्यो पहिला 33 सागर थियो, समुद्र हो। यो समुद्रमा त मटेरियलहरू जम्मा भयो अनि पृथ्वीको आन्तरिक शक्तिको कारणले गर्दाखेरिमा त्यो पहाड माथि उठ्यो। त्यो विभिन्न फेजमा लाखौं वर्षमा करोडौं वर्षमा उठिरहेको छ। र पहिला तिब्बतको सीमान्त हिमालय चाहिँ उठ्यो, त्यसपछि मुख्य हिमालय उठ्यो जुन हामीले मुस्ताङ मनाङ भन्छौँ, त्यसपछि महाभारत रेन्ज उठ्यो जुन अब चाहिँ के अरे पाल्पा स्याङ्जा यो एरियालाई हामीले महाभारत रेन्ज भन्छौँ। त्यसपछि चुरे डाँडा जुन हामीले बुटोलदेखि यिनीहरू कहाँ छ समुद्रबाट कुनै त यहाँ मटेरियलहरू चाहिँ गराएर निकालियो, मटेरियल जम्मा भएर नदी नालाले बगाइलाको माथि पारेर निकालियो जो चुरे डाँडा त्यो भित्र पर्छ। त यी ठुल्ठुला महाभारत र मुख्य हिमालय चाहिँ समुद्रिकबाट चाहिँ निक्लेर पृथ्वीको आन्तरिक शक्तिको कारणले गर्दाखेरिमा तपाईको चाहिँ अपवार्ड फोर्स अफ द मुभमेन्ट अफ द अर्थ भन्छ के इन्टरनली आन्तरिक रूपले अपवार्ड भयो। एउटा डाउनवार्ड हुन्छ माथिबाट तल जाने, एउटा अपवार्ड भएपछि माथि आयो। त्यसपछि गएर जम्मा भइरहेको चिज के हुन्छ भने कि तलबाट आन्तरिक फोर्स हो, प्रकृतिलाई हामीले रोक्न सक्दैन, फोर्स गएर माथि भयो। यो विभिन्न फेजमा एकैपछि वात्तै गएको होइन, यो विभिन्न लाखौं करोडौं वर्षमा तह तहमा जाने सम्भावना हुनसक्छ। अहिले पनि हिमालयको चाहिँ उचाइ बढ्न चाहिँ सक्छ, तलबाट फोर्स आयो, एकछिन हामीले कल्पना गरौँ। त्यस कारणले यो अब हिमालय डाइरेक्टली समुद्र सतहदेखि टच भएकोले, यसको जरो समुद्र सतहमा भएकोले र यो तिब्बतन प्लेट चाहिँ एउटा प्लेट तिब्बतलाई के अरे यो भारतीय प्लेटलाई हामीले एउटा प्लेट मानेका छौँ, यता तिब्बतनलाई एउटा अर्को प्लेटमा, यो दुईटा प्लेटको आपसी टकरावको कारणले गर्दा यो टकराव फेरि चाहिँ हिमालयमै हुन्छ हैन। किनभने ऊ त सरकार त उतातिर जान्छ, हिमालय त हाम्रो चाहिँ पहाडको सिमानामा छ, उत्तरको सिमानामा पर्ने हो। त्यस कारणले नेपाल पनि यसबाट असर पर्ने हो, किनभने कि नेपाल बीचमा पर्छ। त्यही भएर अहिले चाहिँ लमजुङ र चाहिँ गोर्खाको क्षेत्र चाहिँ फोकस हाइपो सेन्टरको सेन्टर बन्यो अनि त्यसले चाहिँ असर चाहिँ पार्यो। गोर्खा र लमजुङको सिमानामा केन्द्र बनाएर भूकम्प आयो, त्यसको सबैभन्दा बढी क्षति चाहिँ काठमाडौँमा भयो। किन यो के हुन्छ भने कि जस्तो कि मैले भनिहालेँ कि यहाँलाई निवेदन गरेँ कि त्यहाँ धक्का लायो हैन, दुईटाको धक्का खायो। धक्का खाइसकेपछि के हुन्छ भने कि अब त्यहाँबाट उत्पत्ति हुने जुन चाहिँ फोर्स हो नि, जुन म्याग्निच्युड भन्छ, त्यो म्याग्निच्युड अथवा फोर्स चाहिँ तपाईको चाहिँ त्यसको दिशा कतातिर भयो। अब दिशा हुन्छ, डिरेक्सन हुन्छ नि, जस्तो हावाको पनि चल्ने दिशा हुन्छ। कोही त्यही हावा बढी फोर्सफुली चल्छ, कोही हावा पातलो चल्छ। त्यो दिशा उसको दिशा के भइदियो भने अब काठमाडौँतिर चाहिँ लाग्ने खालको दिशा चाहिँ भयो, नम्बर 1 पाइन्छ। र यतातिर अब काठमाडौँ र भन्दाखेरिमा त काठमाडौँ गोर्खा चाहिँ यता चाहिँ अलि नजिक पर्ने हो जस्तो चाहिँ छ नि हाम्रोतिर पनि। त यता यसको चाहिँ कम भयो हैन, फोर्स कम भयो र काठमाडौँमा गयो। काठमाडौँमा क्षति किन भयो भन्ने प्रश्नमा के आउँछ भने कि नम्बर 1 त काठमाडौँको घरायसी संरचना जुन संरचना हो त्यो कमजोर छ। राणाकाल अथवा राणाकालदेखि पनि पहिलेका घरहरू अझै पनि स्टिल एक्जिस्टिङ देयर हैन, त्यहाँ चाहिँ भइरहेको छ। र घरको चाहिँ बनावट चाहिँ एकदम साँगुरो छ, एउटा घरको अर्कोदेखि टाँसिएका छन्। र जहिले पनि यो भूकम्प प्रतिरोधी नियमको अनुसारमा घरहरू टाँसिएको हुनुहुन्न, किनभने होरिजेन्टल फोर्स चाहिँ लागू बन्यो भने कि एउटा घरलाई धक्का हाने बित्तिकै त 100वटा घर जोडिया छ भने 100वटा घर चाहिँ ढल्छ, धक्का दिन्छ। मानव सामान्य रूपमा साइकल 100वटा खडा गर्नुमा एउटा साइकल ढल्ने बित्तिकै सम्पूर्ण 100वटा साइकल खस्छ नि, यो त्यस्तै हो नि वेब। त भन्नुको मतलब एउटा नम्बर कारण त्यो हो, दोस्रो कारण घरमा प्रयोग गरेका संरचना मेटेरियल्सहरू कमजोर भए। अब 100, 150, 200, 400 वर्ष पहिलेका चाहिँ कुराहरू अब कहिलेसम्म धान्न सक्ने। हावापानीको चेन्ज भइरहेको छ, परिवर्तन भइरहेको छ, हावापानीले त्यसलाई पनि असर गर्ने नै भयो। त्यसकारण क्षीण हुँदै गए। अनि यस्तो प्रकृति हो जो मान्छेले रोक्न नसक्ने चाहिँ कुरा हो। प्रकृतिले चाहिँ रोक्न त सकिँदैन, प्रकृतिको चाहिँ फोर्स अब बढी भइदियो, भूकम्प फोर्स बढी भयो, त्यस्ता घरहरू चाहिँ कमजोर भयो हो। यदि भूकम्प प्रतिरोधी खालका नयाँ किसिमका मोडर्नाइज किसिमका घर बनेका छन् भने ती घरहरू सायद कम चान्समा भत्केका छन् होला नि दिएर हैन। हिजोदेखि भूकम्प आएको करिब 23 घण्टा पुग्दैछ। हजुर हजुर 60 देखि 70 पटकसम्म साना झट्काहरू आइरहेका छन्। कारण किन होला, किन पटक पटक दोहोरिरहेका छन्? हो ठिक छ। अब यो कुरा के हुन्छ भने कि जस्तो मानौँ कि यो भूकम्प आउँदै आउन्न लामो समय ग्याप पनि रहन्छ, सुरुवातै हुन्न।
भूकम्प आउने क्षेत्र हो भनेर हामीले दिमागमा त राख्छौँ हैन, तर भूकम्प चाहिँ आउँदै नआउने भन्ने कुरा होइन। अब कस्तो हुन्छ भने कि मैले अघि नै फेरि पछाडिको कुरा लिएर आउनुपर्छ। जस्तो कि यो इन्डियन प्लेट त चलिरहेछ गतिमा झन्डै 0.5 to 1 सेन्टिमिटरको दरमा चढाइमा हुन्छ। त्यो चल्दा हाल्दा त थाहा त हुन्न, किन हामी त्यही प्लेटमाथि छौँ। भनेपछि पृथ्वी घुम्दाखेरि हामी घुमे त थाहा हुन जान्दैन, त्यो एउटै रफ्तारमा घुमिरहेछ, उनीहरू त्यो पनि चलिरहेछ। अब चल्दै जाँदा त 10 वर्षमा चल्दै गयो। 90 सालको भूकम्प आयो, 90 सालदेखि बिचमा पनि भूकम्प आयो। तर अब यो भूकम्प त्यो प्लेट चलिरहेको छ होइन, चलिरहेको छ भने अहिले यार हिजोको दिन के भयो भने त्यो नजिकै आएर ठक्कर खाइदियो, लामो समयसम्म चल्दै आयो। उसै बाटोमा हिँड्दाखेरिमा मान्छे बाटोमा पैदल हिँड्छ भने काठमाडौँ जाँदाखेरिमा हिँड्दै जान्छ 5 दिनमा काठमाडौँ पुग्छ। त्यो 5 दिनमा काठमाडौँ पुग्दा काठमाडौँलाई भेट्यो उसले। त्यस्तै गरी त्यो चाहिँ हिँडाइले त्यो धक्का खाने 5 दिन जस्तै चाहिँ त्यहाँ धक्का खायो। अनि चाहिँ अब धक्का चाहिँ फोर्सफुल थियो के अरे, एकदमै तगडा थियो। तगडा बढी भयो किन रेक्टरले नै जनायो। 7.89 को जुन रेक्टरले चाहिँ देखायो नि, त्यसको रेक्टरको म्याग्निच्युडको जुन सेस्मोग्राफमा हामीले नाप्ने चलन छ, त्यो रेक्टरले देखायो कि त्यो धक्का चाहिँ फोर्सफुल थियो। त्यस कारणले गर्दाखेरिमा त्यसले चाहिँ धनजन क्षतिको चाहिँ नोक्सान आयो। अब यो पटक पटक आउने भन्ने सन्दर्भको चाहिँ कुरो चाहिँ बुझ्दाखेरिमा एकपटक आइदिएछ, अर्को पनि धक्का पछिबाट पनि आउन सक्छ। पहिला ठुलो कुनै पनि चिज पहिला ठुलो झट्का हुन्छ होइन र, झट्का हुँदै जान्छ पछि सानो कम हुँदै जान्छ नि होइन। त्यसै गरेर अब आज हिजो आयो अब आज पनि नआउला भन्ने छैन, आज पनि आउन सक्छ हैन, अझै पनि आउँछ। आज बिहान पनि आएको रे, हिजोको भन्दा अझै पनि ठुलो भूकम्प आउँछ भन्ने त्रास छ जनमानसमा। पक्कै हुन सक्छ, सम्भव छ नै पक्कै हुन सक्छ। अब यस्तो छ, यसमा अब त्यस्तो खालको टेक्निकल्ली मेजरमेन्ट गर्ने स्केल त हामीसँग त छैन सबै कुरा। तर यसले एउटा हाइपोथेटिकली हामीले के भन्छौँ भने कि कुनै पनि चिजको असर भन्ने कुरा केही क्षणसम्म रहन्छ, प्रकृतिको पनि असर। जस्तो कि पहिरो जाँदाखेरिमा हजुरलाई 55 सालमा यदि यहाँ रहनु भएको भए यो देवीनगरको हाम्रो क्याम्पस माथिको पहिरो गयो के पुरा खर्चमा लगभग 2-3 दिनसम्म गयो। पहिला सुरुमा सर आयो, क्याम्पस भगाइदियो। त्यति बेला पिएचडी गर्न गएको थिएँ बाहिर, त्यति बेला बाहिर यहाँ चाहिँ क्याम्पसमा काम थियो, आएको थिएँ, देखेँ म दङ्ग पर्यो। त्यो पहिरो 3-4 दिनसम्म भुरभुर खस्दै गयो। ठ्याक्कै यो त्यस्तै हो, भूकम्प पनि ताल्थ्यो। सुरुमा झट्का बढिदिन्छ, पछि चाहिँ तपाईँ के हुन्छ भने हल्का आउँछ। अब एकदमै त्यस्तो खालको फोर्स, फेरि ठुलो खालको फोर्स नआउने अवस्था छ भने त्यो साना फोर्सहरू भइरहेका हुन्छ, तिनीहरू त्यति नोक्सान गर्ने खालका चाहिँ हुन्। हामीले तस्बिर र भिडियोमा पनि हेऱ्यौँ, कतिपय ठाउँमा जमिन भाँसिएको छ, त्यहाँका घरहरू चाहिँ भत्किएका छैनन्। कतिपय ठाउँ चाहिँ जमिन भाँसिएको छैन तर घरहरू भत्किएका छन्। किन होला? त्यहाँको भौतिक संरचना त्यस्तै हो, त्यतिमा यस्तो छ। मैले त्यहाँको भूगोल त्यस्तै हो। धन्यवाद, हजुरले राम्रो प्रश्नको चाहिँ गर्नुभयो। कुरा के हुन्छ भने यसको लागि यो अर्थक्वेकको मुभमेन्ट चाहिँ 2 किसिमबाट हुन्छ। एउटा होरिजेन्टल जसलाई हामीले क्षितिजीय गति भन्छौँ, अर्को भर्टिकल जसलाई हामीले लम्बवत गति भन्छौँ। जुन क्षितिजीय गतिको कारणले गर्दाखेरिमा एउटा ठाउँमा उत्पत्ति भएर जो टाढासम्म जान्छ र धक्का मार्दै जान्छ भने त्यसलाई हामीले क्षितिजीय गति भन्छौँ हैन। र अर्को भर्टिकल भनेको लम्बवत गति हुन्छ, जुन तलमाथि उसको चाहिँ मुभमेन्ट हुन्छ के, जमिनको तलमाथि मुभमेन्ट। जमिनको तलमाथि मुभमेन्ट हुँदाखेरिमा त्यसले धेरै ठाउँमा नोक्सान पार्दैन, तर जहाँ पार्छ त्यो गम्भीर रूपले पार्छ। त्यो खाल्टो बन्ने मैले सुने 7 तल्लाको घर काठमाडौँको धसियो गरे, त्यो भर्टिकल मुभमेन्टको कारणले गर्दा। एकै ठाउँमा पनि भर्टिकल र होरिजेन्टल कसरी भयो? हुन्छ, किन कसरी हुन्छ भने कि तपाईको चाहिँ जस्तो कि एउटा होरिजेन्टल त तपाईको चाहिँ यतातिर चाहिँ लाग्यो हैन। अब भर्टिकल त तपाईँ के हुन्छ भने कि जब अब कम्पन त हो नि हैन, कम्पन हो। अब उसले धक्का हान्दाखेरिमा हुनसक्छ उसको चाहिँ फोर्स सिधै तलतिर गयो, एउटा फोर्स धक्का हान्दाखेरिमा भाग्यो अगाडि गयो, उसको फोर्स चाहिँ तलतिर चाहिँ गयो हैन। तलतिर जानु भनेको त भर्टिकलको रूपले हैन, कारण त्यो हो। त्यस कारणले गर्दाखेरिमा त्यहाँ वरिपरि रहेका घर बिल्डिङ सबै त धस्ने कारण हो, किन त खाल्टै बन्ने हो, महासागरकै रूप लिन्छ, खास कारण त्यो हो। त एउटा दुईटा चाहिँ हुन सक्छ। हिजोको भूकम्पले 1990 सालमा जुन 8.4 रिक्टर स्केलको भूकम्प आएको थियो भनिन्छ, हामी सुन्छौँ, अग्रजहरूले भन्नुहुन्छ। त्यो भन्दा कमको भूकम्प आएको छ, भूकम्प आएको छ। तर 1990 सालमा नभत्काएको धरहरा भत्किएको छ किन?
यो यस्तो कारण हो। नम्बर 1 मा के हुन्छ भने कि काठमाडौँमा त्यो त्यति रेक्टरको 8.8 को रेक्टरको भूकम्प आउँदा पनि काठमाडौँ चाहिँ धरारा भत्केन भन्ने अर्थमा हुनसक्छ कि त्यति बेला काठमाडौँको जुन धराराको चाहिँ संरचना चाहिँ त्यति बेलासम्म अझै पुरानो भइसकेको थिएन। नम्बर 1 पोइन्ट, किनभने त्यो बलियो थियो। अब त घाम पानीले गर्दाखेरिमा कुनै पनि चिज पनि क्षयीकरण भएर जान्छन्। हाम्रो भूगोलको भाषामा क्षयीकरण भन्छौँ कि त्यसलाई घट्दै जाने कि होइन, घट्दै जाने, त्यो कमजोरीपना चाहिँ आउँदै जाने। नम्बर 1 पोइन्ट त्यो होला। दोस्रो चाहिँ के हुनसक्छ भने कि एउटै ठाउँमा पनि अघि नै पनि भने मैले निवेदन गरेँ, उसको भूकम्पको लहरको डिरेक्सन जुन हुन्छ नि, डिरेक्सन एउटै क्षेत्रमा पनि तलमाथि चाहिँ हुन्छ। यहीँ पनि लुम्बिनी टेलिभिजनमा हामी छौँ, भूकम्प आयो भने यहाँ चाहिँ केही हल्का झट्का आएर ऊ पर चाहिँ घर चाहिँ ढालिरहेको हुन्छ। यो त प्राकृतिक नियम हो। अब उसको दिशा जस्तो हावा पनि त्यही हावा कहीँ बढी जोडले बग्छ होइन, त्यही हावा कहीँ कम हुन्छ। यही राजमार्ग चोकमा हावा एकदम तेजले बहन्छ भने यहाँ हावा कम हुन्छ। यो त एउटा प्राकृतिक नियम हो। त्यस कारणले 1990 को सन्दर्भको लागि लिँदाखेरिमा त्यति बेला हुनसक्छ कि त्यति बेला एक त कारण हो धरारा अझै पनि नयाँ थियो होइन। अब आएर चाहिँ धरारा चाहिँ कमजोर भयो होइन। दोस्रोको कि भूकम्पको लहर जुन हो त्यो म्याग्निच्युड चाहिँ लहर हो, त्यो लहरको दिशा भनेको धरारातिर गयो। नम्बर 1 त्यसले ढाल्यो, किनभने त्यो भूकम्पलाई ढाल्नको लागि त जरोबाट जान पर्छ। जहिले पनि लहर भनेको चाहिँ यसमा मैले अरू कुरा थप्न चाहेँ हजुरलाई। भूकम्पका 3टा लहर हुन्छन्। एउटा प्राइमेरी लहर भन्छ, अर्को सेकेन्डरी हुन्छ, अर्को चाहिँ लङ वेभ हुन्छ। सबभन्दा चाहिँ प्राइमेरी लहर चाहिँ खतराजनक हुन्छ, प्राथमिक लहर। त्यो जमिनको मुनिबाट जान्छ। जसो कि मानव कि भूकम्पको त्यो धराराको जग यदि तलतिर 50 मिटर तलतिर थियो भने 50 मिटर भित्रबाट गयो, भित्रबाट जान्छ। त्यो प्राइमेरी वेभ भित्रबाट जान्छ। यदि त्यो सर्फेस वेभ भए भए त्यहाँ धरारा नहुने। सर्फेस वेभ भनेको सेकेन्डरी खालको लहर भइदिएको भयो। मैले 3टा लहर भने नि, सेकेन्डरी लेभलको लहर भइदिएको माथिबाट जान्छ, नोक्सान नगर्छ। कि ज्वरो त छ, तर त्यसो ज्वरोको मुनिबाट गयो कि यो प्राइमरी वेभ्स। त्यस कारणले सुरुवातकै वेभ्समा ढल्यो। त्यो तलबाट चाहिँ ढाल्ने त्यो कमजोर बनाइदियो। तलबाट चाहिँ तलबाट कमजोर बनाइदियो, माथि फोर्स गयो, माथिबाट ढाल्दै आयो। तर कमजोर त तलबाट नहो नि, कहाँ माथि त डाइरेक्ट त हल्न जान्न नि, तल हल्लेर पो बल्ल माथि हल्ने नि हो। एउटा यहाँले पनि भन्नुभयो नेपाल विश्वमा 11औं स्थान, एकदम काठमाडौँ चौथो स्थानमा छ विश्वका सहरहरूमध्ये। भूगर्भविदहरूले भूकम्पविदहरूले पटक पटक चेतावनी पनि दिएको, काठमाडौँमा भूकम्प आयो भने ठुलो धनजनको क्षति हुन्छ भनेर। पुराना घरहरू जो हिजोको भूकम्पले ढले नभन्दै त्यो विपद आइलाग्यो। यसको कमजोरी कसलाई मान्नुहुन्छ यहाँले? यसको कमजोरी नम्बर 1 त के हुन्छ भने कि एक त काठमाडौँको चाहिँ संरचना प्राकृतिक रूपले त्यस्तै नै छ होइन। किनभने अब यो मानिसले बनाएको त होइन। सुरुदेखि नै यो राजधानीको रूपमा अब आयो। यो चाहिँ राणाकालदेखि लिएर शाहकालदेखि लिएर सबैमा आयो। अब त्यही हिसाबले हामीले चाहिँ एउटा शान्ति सुरक्षा कायम गर्नको लागि राजधानी काठमाडौँ बनायौँ। अब प्राकृतिक रूपले त्यति बेला पनि डर थियो, तर अब आएर के भइदियो भने मानवीय कारण पनि हुन्। मानवीय कारण किन हुन् भने जस्तो कि घरहरू चाहिँ बेढबले बिना अर्डरमा अनि तपाईँको कमजोर मटेरियलहरू प्रयोग गरेर नजिक घर बनाउने होइन। अनि त्यसपछि गएर त्यहाँको बाटो माटो पहाड खन्ने कुनै पनि चिजलाई एज इट इज प्राकृतिक रूपमा रहेको कुरालाई खनिदिनु भयो भने कमजोर हुन्छ के त। त्यहाँको माटो चाहिँ खलबलिन्छ। अनि धक्का यस्ता खालका प्राकृतिक धक्का आउने बित्तिकै त्यो त नढल्ने त सम्भावना छैन। मानवीय हात पनि छ। मानवीय हात किन पक्कै छ। मानवीय हात त घर बनाइदिए, प्रतिरोधक खालको नजिक घर बनाइदिए। अहिले नजिक घर नबनेको भए त असलको घरहरू भयो, भक्तपुरको घरहरू भयो, त्यसपछि पाटनका घरहरू भयो। आखिरमा एउटा घरको थिएन छोइयो त भएको छ। त्यहाँ एउटा घरलाई ढाल्यो, अर्को घरलाई ढाल्यो, त्यसरी चाहिँ भएको छ होइन र। अर्को घरको निश्चित हो त। त्यही भएर घरहरू टाढा बन्नुपर्छ, ग्याप राख्नुपर्छ भन्ने कारण त्यो हो नि। कि ढल्यो भने त्यही घरै ढल्छ, अर्कोलाई चान्स हुन्थेन। तर एउटा घर ढाल्ने बित्तिकै छोइएको छ भने अर्कोलाई पनि ढाल्यो, अर्को पनि ढाल्यो।
त्यो मानवीय कारण त जहाँ पनि मानवीय कारण छ। अर्बनाइजेसनको कारणमा मानवीय कारण हो, सहरीकरणमा वृद्धि भयो एक त। अब हेर्दाखेरिमा यो प्राकृतिक विपत्ति हो, मान्छेको के दोष भन्ने मान्छेले भन्ला, तर इन्डाइरेक्ट अप्रत्यक्ष रूपमा मानवीय कारण पनि यसलाई भन्न सक्छौँ। त्यसपछि मैले के भन्न चाहन्छु भने कि काठमाडौँ राजधानी हो, सबैको कन्सन्ट्रेसन भएको छ काठमाडौँ, तर काठमाडौँको बसाइ भनेको चाहिँ खासै एकदम मनमोहक खालको अवस्थामा छैन। काठमाडौँ भनेको रिस्क जोन हो। अब यो फेरि अहिले आयो भने अब आउन भनेर होइन, यो त प्रकृतिले नै के बनाइदिएछ भने काठमाडौँ इज वान अफ द रिस्क जोन इन द सेस्मिक वेव्स इन द वर्ल्ड। कस्तो भूगोल यहाँले काठमाडौँलाई भन्नुभयो, कस्तो भूगोल भूकम्पको उच्च जोखिममा रहन्छ? कस्तो भूगोल भन्न खोजा के हो भने जस्तो कि यो त प्लेटहरू त आएको छ के अरे, जसको तिब्बतन प्लेट त सर्किरहेको छ, यो त सर्कने काम त भइरहेको हुन्छ नि त। तिब्बतन प्लेट मात्र किन बढी छ? एकदम राइट। काठमाडौँमा किनभने कि तपाईँको चाहिँ काठमाडौँमा नम्बर 1 मा के छ भने कि त्यहाँको घराइसी संरचना चाहिँ त्यस्तो भयो, एक कारणले गर्दा धक्का हुने बित्तिकै त्यहाँ बढी नोक्सान हुने होइन। अनि दोस्रो कुरा के छ भने कि काठमाडौँको जुन चाहिँ एउटा भनौँ न अब तपाईँको चाहिँ जुन पोइन्ट छ नि, अब घेरिएको डाइरेक्टली तपाईँको हिमालयन हिमाल क्षेत्रबाट चाहिँ पहाडी क्षेत्रबाट कनेक्सन छ नि, यसको कनेक्सन त पहाड क्षेत्रमा छ नि। त्यस कारणले गर्दाखेरिमा अब राजधानी हो, राजधानीमा यस्तो हुनुपर्छ चिन्ता व्यक्त गर्नु एउटा के भन्छ स्वाभाविक नै हो। त्यहाँ राजधानीमा ठुला मान्छेहरू बस्छन्, ठुला मान्छे छन्, त्यही भएर मान्छे बनेको। तर खास खाने अब हिमाली बेल्टको अब माउन्टेनस रिजनको एउटा ठुलो सहर नेपालको राजधानी भएकोले, काठमाडौँमा घरहरू धेरै भएकोले, मान्छेहरू धेरै भएकोले, काठमाडौँ चाहिँ यो भूकम्पको प्राकृतिक रूपले भूकम्पको जोखिम क्षेत्र भएकोले यहाँबाट रिस्क छ भन्न खोजा मैले। त्यो हामी इतिहास हेर्यौँ भने हरेक 100 वर्ष कम्तीमा पनि 100 वर्षमा ठुला भूकम्पहरू जाने गरेको पाउँछ। कारण के होला? 100 वर्षमै जानुपर्ने भन्ने कुरा एउटा भवितव्यले त्यसो बनायो होला, त्यो त ठिक कुरा हो। किनभने अब भन्दा कुरा के हो भने कि यो प्लेटको चलायमान जुन छ नि, मैले इन्डियन प्लेट भने इन्डियन प्लेटको चलायमान कस्तो हुन्छ भने त्यो जो स्लो गतिमा छ, अब पुरा पृथ्वी हिँड्ने हो नि। त्यसो अहिले पनि पृथ्वी मुभमेन्टमा छ। त पृथ्वी चाहिँ चल्दाखेरिमा 81 चाहिँ वर्ष जस्तो दुर्ने कुरो त आएन, वर्ष जस्तो दुर्ने कुरा त सखासो जम्मै खतम भइन्थ्यो होइन। अब त्यो के हुन्छ भने कि पृथ्वीभित्र रहेको आन्तरिक स्रोतहरू छन्, फोर्सेसहरू, ती फोर्सेसहरूले चाहिँ कति पुसअप गर्न सक्छन्। त्यो पुसअपको मात्रामा पृथ्वी चलायमान हुन्छ र यसको डिरेक्सन छ। हजुरलाई मैले जानकारी गराउँ कि ग्रिनल्यान्ड टापु तपाईँको पश्चिमतिर क्यानाडातिर सर्किरहेछ। किनभने कि भूगोलविद र हावापानीविदहरूले त्यो ग्यापिङ चाहिँ पत्ता लगाए। आजभन्दा 100 वर्ष पहिला टाढाको चाहिँ टापु अहिले आएर यसरी नजिकै चाहिँ यहाँ चाहिँ ग्रिनल्यान्ड टापुतिर त्यो पनि प्रति वर्ष 1 सेन्टिमिटरको दरले पश्चिमतिर गएको छ। ग्रिनल्यान्ड टापु त यता बिचमा थियो, उता गएको छ। यस्तै गरी यो प्लेट पनि यतातिर आउनलाई टाइम लाग्छ। त्यो टाइम लाग्दाखेरिमा हुनसक्छ 100 वर्षमा ठ्याक्क आइपुग्छ त्यो इन्डियन प्लेट नि र चाइनिज प्लेट नम्बर तिब्बतन चाइनिज तपाईँको प्लेट नि र इन्डियन प्लेट चारे तिब्बतन प्लेट र इन्डियन प्लेट तिब्बतन प्लेट त आइरहन्छ होइन। त्यस कारण अनि एक उताबाट ऊ रहने यताबाट ढक्का खाने, यहाँ ढक्का खाने। अब पृथ्वीको भूखण्ड यसरी छोइने बित्तिकै होइन अब भाइले चाहिँ कम्पन दियो। क्षति भारत र चीनमा महसुस नभएर नेपालमै किन? एकदम ठिक। यो कारण के हो भने कि अब भारत र नेपालमा महसुस नहुने कारण पनि होइन, हुन्छ हल्का त त्यहाँ। अब जस्तो मैले हिजो पनि न्युज हेरेँ मैले, त्यहाँ आज तक हेर्दाखेरिमा बिहार भयो, वाराणसी भयो, युपी भयो, सराबस्ती भन्ने ठाउँ छ, त्यहाँ सबै ठाउँमा एक दुईजना मान्छेहरू मरे। एकजना त डक्टर थिइन् कि महिला थिइन्, उनी त डिप्रेसन भइछन् डराएर कि त्यो भूकम्पको लिएर डराएर। अनि डक्टरहरूले उनीहरूले चाहिँ क्या हुआ भन्ने क्रममा मुझे डर लगा उससे हुने चाहिँ ब्रेन हेमरेज हुने सम्भावना थियो त्यहाँ भयो। तर नेपाल जस्तो क्षति त छैन होइन। अनि त्यहाँ पनि मरिरहेछन् मान्छेहरू त एक दुईजना। तर असर त्यही हो कि यसको चाहिँ इपी सेन्टर जुन भने नि स्टार्ट भएको ठाउँ फोकस जहाँ यसको असर हुन्छ इपी सेन्टर त्यहाँ कम भयो होइन। बिहारमा कम भयो, युपीमा कम भयो, अब यो हाम्रो बनारसमा चाहिँ कम भयो होइन। जान त आएमा यही बाटो त गएको, यहाँ पनि त आयो नि त आखिरमा होइन। यहाँ आयो भने यहाँ पनि कम भयो,
कुर्सीहरू हल्ले यताउता हल्ले अब उही अलिअलि कमजोर खालका पर्खाल बुटोल क्याम्पसको चाहिँ पर्खाल भत्कियो त्यो कमजोर थियो होला बर भत्कियो त ठुलो नोक्सान त गरेन नि यहाँ तराईमा भन्दा पहाडी क्षेत्रमा बढी क्षति हुन्छ कारण के हो यो भयङ्कर राम्रो प्रश्न गर्नु एकदम यो कारण के हुन्छ भने कि पहाडी क्षेत्र भनेको पहाडको बनावट भनेको गिटी बालुवा गेग्रान ढुङ्गा आदिले चाहिँ बनेको छ त्यसमा चिम्ट्यालो माटो चाहिँ छैन म त हजुरलाई माटोतिर गएँ त्यस कारणले यस्तो ठाउँमा जब कुनै भाइब्रेसन आन्तरिक फोर्स पृथ्वीको आन्तरिक फोर्स शक्ति चाहिँ प्रवेश गर्छ भने त्यो माटोलाई त खलबलाइदिन्छ त्यस कारणले अनि पहिरो जाने पुरिनी अनि नदीमा गएर पुरिनी भने बाढी आउने यो कारण चाहिँ हुने तराईको माटो भन्दैछु मैले तराईको माटो भनेको नदी नालाले बगाइ ल्याएको कर्णाली गण्डकी कोशी यस्ता ठुला नदी बगाइ ल्याएको माटो हो प्रति वर्ष बनाइरहेछ माटो कम प्याक छ माटो म्याको खास साँगुरो छ साँगुरोमा के हुन्छ भने कि अलिक कम चान्स हुन्छ त्यो किरण प्रवेश गर्नको लागि त्यो चाहिँ तपाईँको चाहिँ लहर चाहिँ जानको लागि र नोक्सान गरे पनि चिरे पनि त्यति ठुलो चाहिँ चिराइ या चाहिँ हुँदैन घर जनको पनि नोक्सान चाहिँ हुँदैन यहाँ कम चान्स हुन्छ यसको मतलब चट्टान भएको पहाडमा बढी माटो भएको जङ्गल भएको पहाडमा बढी क्षति हुन्छ माटो जङ्गल भएको पहाड त्यस्तो गेग्रान ढुङ्गा गिट्टी बालुवा भएकोमा आज भर्खरै पनि केही समय अगाडि रसुवामा एउटा गाउँले सखाप भएको छ 70वटा घर बगेका छन् अथवा पहिरोले लगेको छ भन्ने समाचारमा आएको छ क्षतिको विवरण चाहिँ आइपुगेको छैन यो पहिरो र यो हिजोको भूकम्पको केही रिलेसन छ पक्कै पनि होला किनभने कि अब यदि घरहरू त्यसरी भत्कियो भने आपसी भत्केर पहिरो के अरे भूकम्प पनि हो होइन किनभने कि रसुवा भनेको त अब पहाडी जिल्ला पर्यो पहाडी जिल्लाका घरहरू चाहिँ हुनसक्छ अग्ला अग्ला ठाउँमा हुन्छन् होइन अग्ला अग्ला ठाउँमा हुन्छन् पक्कै पनि तराईमा भएका घरहरूमा पर्ने चाहिँ भाइब्रेसनको असर र हिमालको टुप्पामा बस्ने घरको असरमा फरक पर्छ त्यहाँ थोरै पनि भाइब्रेसन भए पनि ढल्ने चान्स बढी हुन्छ त्यसले सपोर्ट पाएको चाहिँ हुनुहुन्न होइन तर तराईका घरहरूले सपोर्ट पाएका हुन्छ यसको जग चाहिँ बलियो हुन्छ धेरै ठुलो चाहिँ के अरे फोर्स आउनुपर्छ यसलाई बिगार्नको लागि त्यहाँ त थोरै फोर्स भए पनि जान्छ होइन किनभने कोही कता हुन्छ कोही डाँडामा त्यो पल्लो डाँडामा हुन्छ तल्लो डाँडामा हुन्छ आखिरमा एउटा हुन्छ पहाडी घरमा प्रायः काठ चाहिँ गाडेर चाहिँ अनि त्यसपछि यसो टिनहरू छाएर चाहिँ बनाउने चलन हुन्छ हाम्रो त्यस कारणले त्यहाँको चाहिँ जगको चाहिँ संरचना कमजोर भएकोले र हाइटमा भएकोले र यो जम्मै भूकम्पको क्षेत्र भनेको पहाडी जोन रिस्क जोनभित्र पर्ने भएकोले त्यो रसुवा अहिले त्यस्तो भयो अन्यत्र ठाउँमा पनि अझै त्यस्ता पहिरोहरू जाने सम्भावना कतिको रहन्छ अब यस्तो भूकम्पको असर अहिलेसम्म रह्यो भने पहिरो जाने सम्भावना रहन्छ कमजोर भाग त पहिरो जान्छ अब यो यसो छ एक्ज्याक्टली त हामीले भन्न त मिल्दैन सर्वसाधारणले 72 घण्टा सुन्नु न 72 घण्टा त होला 72 घण्टा त होला किनभने मैले भने नि अब यो आन्तरिक स्रोत हो जस्तो एउटा मैले अर्को इक्जाम्पल दिन्छु हजुरलाई ज्वालामुखी आउँछ पृथ्वीको आन्तरिक भाग ज्वालामुखी आउँछ तलको भागलाई म्याग्मा भन्ने माथि आएको भागलाई लाभा भनिन्छ त्यो लाभा आउँदाखेरिमा कुनै लाभा कति भित्र मेटेरियल छ त्यो लाभा चाहिँ कुनै उस्तो परे 2-4 घण्टामै सिद्धिन्छ कुनै लाभा भुरभुर तलतिर धेरै छ भने 1 महिना 2 महिना 3 महिना 1 वर्षमा पनि भुरभुर ज्वालामुखी आउँछ जस्तो फिलिपिन्समा यस्तो खालको चाहिँ घटनाक्रम हेर्न पाइन्छ हामीले होइन पेसिफिक चाहिँ क्षेत्रमा त भनेपछि यो भूकम्पको पनि त्यही हो भूकम्पको चाहिँ अब आउँदै गयो फेरि आउँदैछ फेरि धक्का हान्दैछ अब त्यो चाहिँ रहिरहेको छ यो अब यस्तो आउने हो भने 2-4 दिन पनि रहन सक्छ होइन अब यस्तो त अब आकलन गरेर यही हो भन्न त हामीलाई मिल्दैन तर सम्भावना चाहिँ रहन्छ यो सम्भावना रहन्छ र जनताले चाहिँ सतर्कता चाहिँ अपनाउनु पर्छ सुरक्षाको लागि चाहिँ के गर्नुपर्छ हामीले त्यो हामीले गर्नुपर्ने हुन्छ आउने सम्भावना रहन्छ भिरालो पाखो ठाउँमा घरबारी छ भने नबस्ने त्यहाँ हैन अब तत्कालको लागि कसरी सुरक्षित रहने नागरिकहरू त्यही अब सुरक्षित रहनको लागि के हुन्छ कि नम्बर 1 मा त भूकम्प आइरहेको छ भने त्यो भन्दा बाहिर जाने घरबाट बाहिर आउने ओपन ठाउँमा जाने अब नम्बर 1 ओपनमा गएपछि घर जे भए पनि भत्के पनि के हुन्न हैन दोस्रो कुरामा चाहिँ बिजुलीको खम्बा हुन्छ नि पोल बिजुलीको पोलमा नरहने किन बिजुलीको पोल भनेको अत्यन्त खतरा हुन्छ लाइन सर्ट हुन्छ लाइन सर्ट भएपछि पुरा घरलाई चाहिँ भ्याउँछ पुरा आगो लाग्ने हुन्छ हैन भूकम्प आछ भूकम्पले केही गरेर उता आगो लागेले त भ्यायो आफ्नो भूकम्प नै भयो कारण त्यसपछि गएर सम्बन्धित निकाय विद्युत प्राधिकरणको निकायमा
भनेर त्यहाँको प्रमुखलाई चाहिँ भनेर हामीले विद्युत कट अफ गरिहाल्न पर्छ। एकछिनलाई 2-4 घण्टालाई विद्युत कट अफ गरेर के हुन्न गर्दा हामी टुकी बाहिर चाहिँ बस्नुपर्ने बाध्यता हुन्छ। यसमा त जनताले पनि सहयोग गर्छन्। विद्युत त दिनै हुन्न, विद्युत त मैले भन्छु कि विद्युत त दिनै हुन्न। हजुरको मिडिया च्यानललाई गाह्रो पर्ला होइन, यताउता मेसेज रिले गर्नलाई, अब इन्भर्टर पनि होला त्यहीबाट गराउने, तर यो आम जनताको लाइफको सुरक्षाको लागि विद्युत त दिनै हुन्न। त्यस्तो छ। यो धेरै घटनाहरू योभन्दा पहिला मैले पढेँ, मैले देखेँ पनि त्यस्तो घटनाहरू त्यस्तो चाहिँ भएको छ। नम्बर 2 होइन, त्यस्तो हुन्छ। त्यसपछि अरू अब खालका सामान्य हुन्छ भन्ने सुरक्षाको लागि भन्छन्, अब खाटामुनि चाहिँ लुक्नु भन्छन् होइन, खाटामुनि लुकेर बस्नु भन्छन्। खाटामुनि लुकेर होइन, त्यो सम्भव भएन। सानोको लागि भन्न खोजेँ मैले। त्यो त हाम्रो विकल्प भनेको त बाहिर नै आउने। बाहिर आउँदाखेरिमा अरू मैले के थप्न चाहेँ भने कि एक्लै बस्नुहुन्न, बाहिर पनि समूहमा, परिवारमा, हुनसक्छ समाज आउने, समुदाय आउने, छिमेकी आउने, बस्ने, एकअर्का मान्छे डराउने मान्छे। मैले हिजो भने नि, हिजो भर्खर हजुरलाई मैले निवेदन के गरेँ भने कि एउटा डक्टर चाहिँ उसको मुटु कमजोर रहेछ, अनि चाहिँ 2टा डक्टरले आश्रममा देखाएको थियो। अनि गर्छ, अनि सोद्धाखेरिमा क्या हो क्या आपको भन्दाखेरिमा मैं डर गई, अरे कुछ नहीं हुआ क्या, डर गई। अब हुनसक्छ यस्तो कुरा ब्रेन हेमरेज हुने सम्भावना थियो। एउटा डक्टर चाहिँ त्यस्तो भयो भनेको एउटा सामान्य मान्छे के हुन्छ, त्यो डराउँछन् मान्छे। यस्तो बेलामा ग्रुपमा भयो भने सम्झाउन पाइयो होइन, ग्रुपमा भयो भने यसो होइन हामी हेर यस्तो छौँ, एकअर्कालाई चाहिँ एउटा चाहिँ अवेरनेस प्रोग्राम गराउन चाहियो, अरूलाई खबर गर्न पाइयो होइन। र मिडियादेखि चाहिँ डाइरेक्ट टचमा चाहिँ रहनपर्छ उहाँहरू। मिडियालेदेखि चाहिँ एफएमहरू यताउता भयो, मोबाइल भयो, डाइरेक्ट टचमा भएर यहाँ खबर चाहिँ गरिदियो। केही भइदियो भने उसले चाहिँ सोह्र निकायमा खबर गरिदिन्छ होइन निगमले। त्यसरी चाहिँ एफएमसँग मिडियासँग डाइरेक्ट टचमा रहने, टेलिभिजनसँग टचमा रहने, खबर गरिदिने, उसले प्रसारण गर्ने यस्तो भएको छ भनेर जो मिडिया होलसम्म मिडिया समयमा र यो बढीमा बढी अवेरनेस प्रोग्राम चाहिँ जनाउनुपर्छ। यो 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 भनेर सबैलाई जानकारी गराउनुपर्छ। दीर्घकालीन सुरक्षाको उपायहरू के होला? अब दीर्घकालीन सुरक्षाको उपायको लागि त के हुन्छ भने कि नम्बर 1 मा त हाम्रोमा नेपालमा कस्तो छ भने घटना भइसकेपछि तत्काललाई चाहिँ के गर्ने, केही समयसम्म त्यो घटनालाई पनि लिइरहने, तर पछि बिर्सिने परम्परा छ। यस्तो हुन्छ। यो के दीर्घकालीन सोच्नमा, अब यो भूकम्प हो, प्राकृतिक कुरा हो, हामीले त्यसै दीर्घकालीन योजना बनाउन मिल्दैन वास्तवमा चाहिँ। मैले भनेको मेरो तर्फबाट मेरो व्यक्ति विचार है। तर सामान्य खालका कुराहरू जुन हुन्छ नि, जस्तो कि भूकम्प प्रतिरोधी चाहिँ घर अझै यसलाई भेरिफाई गर्ने, अझै हाम्रा इन्जिनियर साथीहरू यसमा चाहिँ हामीले पहुँच पुग्दैन भने हामी विदेशका, बेलायतका, अमेरिका मान्छे बोलाउने, ल भन न यति रेक्टरको स्केल आउँदासम्म यो केही नहुने भनेर बढ्ता पैसा लागोस् के, त्यो हामीले चाहिँ बनाउने। त्यसमा सरकारले पहल गर्नुपर्ने, उसै परे जरुरत परे सरकारले सब्सिडी पनि दिनुपर्ने। भूकम्प होइन, अहिले भूकम्प प्रतिरोधी भनेर त हामीले बनाइया छ। अब जनरली चाहिँ अब 3 सुता छड लाग्ने ठाउँमा 6 सुता छड लगाएर भूकम्प प्रतिरोधी भन्न त मिल्दैन के। त्यसको टेक्निकल चाहिँ सेक्टर छ नि, टेक्निकली तारलाई कसरी बाँध्ने, एङ्गल कसरी बाँध्ने, अनि सिधा कसरी बाँध्ने, यी सबै कुराहरू छ नि। कुन पिलरमा बढी दिने, कुनमा कम दिने, लोड माथिको छतको लोड कुनमा पर्ने, यी सबै टेक्निकल छ नि। यस्ता कुराहरू पनि भूकम्प पनि राम्रो खालको जानेको इन्जिनियरहरूलाई ल्याएर हामीले भूकम्प प्रतिरोधी यन्त्र खालको घरहरू बनाउँछौँ। यो एउटा उपाय हुन्छ। यो फेरि अब सबै धनी मान्छेलाई सम्भव छ, गरिबलाई सम्भव छैन। गरिबले अब एजिटिज अवस्थामा बस्ने हो, आफू अवेर हुन पर्यो होइन। भूकम्प आउने बित्तिकै हामी टाढा जान पर्यो, घर छोड्न पर्यो होइन, घर छोड्न पर्यो हल्ला हुने बित्तिकै। किनभने सुरुमा त 81 हात त आउँदैन नि, अब आउन लाभसुसु त सङ्केत दिन्छ। हिजोको भूकम्पले कतिपय घरहरू केही सामान्य चर्किएका छन्, केही गाह्रो मात्र भत्किएको छ। अब त्यो घरमा बस्नको लागि नागरिकहरू कतिको सुरक्षित छन्? त्यसो चर्केको घर त यस्तो हुन्छ, दिवाल पनि फ्लोर पनि चर्किरहेछ, भुइँ पनि चर्किरहेछ, दिवाल पनि। त्यो अब बस्ने नहुने त होइन। फेरि भूकम्प आयो, सामान्य सानो भूकम्पले कतिको जोखिम हुन्छ त्यो? त्यो भूकम्प आएर यदि पहिले चर्कियो भने भूकम्प आएछ भने त्यसलाई त चर्काइदिन्छ फेरि, त्यो त निश्चित छ। तर अब त्यसलाई टालटुल गर्ने के, टालेर जस्तो इँटाहरू चाहिँ हालेर टालटुल गरेर, पैसा छैन भत्काएर बनाउनु भने टालटुल गरेर त्यसलाई चाहिँ हामीले बस्न चाहिँ सक्छौँ। तर जगबाट कमजोर भयो भने त खतरा भयो, त हुन्न त बस्न। जगै कमजोर भयो भने त हुन्न।
जगलाई हेरिन्छ नि, जसको जगमा गरेर साइडबाट हेरिन्छ, जगको साइड कहीँ धैसिएको छ कि, जगको साइड चाहिँ कहीँ भएको छ कि होइन, जगकोमा राखेको पिलर चाहिँ तलतिर गएको छ कि, अनि माथिको धुरी उसले छोडिरहेछ कि भन्ने कुरा त पत्ता लगाइन्छ। त्यो हेर्ने त खतरनाक हुन्छ। अर्को यो प्राविधिकलाई देखाउन जरुरी छ कि आफैले होइन, प्राविधिक देखाउनु जरुरी छ। त प्राविधिकलाई देखाएर यो के छ, यो कसो हुन्छ, बस्न मिल्ने कि नै भने प्राविधिकलाई देखाउनुपर्छ। हजुर, घरहरू चर्किएका छन्, एकदम 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 यो प्राइभेट प्लिज एकदम हो। यो पछिल्लो समयमा यो अव्यवस्थित रूपमा जुन हाउजिङ बनाउने परम्परा, अव्यवस्थित रूपमा प्लटिङ गर्ने प्रचलन छ, यसले चाहिँ यो हिजोको जोखिमलाई कतिको बढायो? हो, एकदम बढायो। किनभने हाउजिङको कुरा पनि देखाएको थियो टिभीमा। काठमाडौँमा जुन चाहिँ अहिले हाउजिङ भन्यो नि त्यो हजुरले पनि हेर्नुभयो होला। तपाईँको चाहिँ त्यो हाउजिङका त्यो भनौँ न सबै चिज चाहिँ गयो कि भनेपछि अब हाउजिङ भन्यो के हुन्छ भने कि अब 8 तल्ला 10 तल्ला 15 तल्ला 20 तल्लाका हुन्छन्। भूकम्पले के भन्छ भने कि घर तल्ला ठुलो हुनु हुँदैन भन्छ वास्तवमा। जति तल्ला ठुलो हुन्छ नि त्यसको असर चाहिँ बढी हुन्छ, त्यो बढी ढल्ने चान्स रहन्छ। तर किन राज्यले त्यसलाई अनुमति दिएको होला? त्यही त राज्यले बुझ्नुपर्ने कुरा हो। अब राज्यले बुझ्नुपर्ने हो। राज्यले किन बुझ्नुपर्ने हो भने कि अब भूकम्प प्रतिरोधी हो भनेर नक्सा पास गराए, राज्यले पनि अब त्यसलाई चाहिँ भित्र पस्न सकेन। भूकम्प प्रतिरोधीमा नक्सा पास गराए, आफ्नो चाहिँ त्यहाँ पैसा बुझाए, अब भनेपछि भयो। काठमाडौँको जुन त्यहाँको माटो छ नि, जमिनको माटो, त्योको हिसाबले गर्दा काठमाडौँमा कति तल्लासम्म बनाउन सकिएन? अब काठमाडौँ त तल्ला त हिसाबले त मैले के भन्छु भने कि हुन त त्यो लेकेस्टाइन सोइल भन्छ होइन, त्यसलाई हामी लेकेस्टाइन सोइल भन्छौँ। चिम्टेलु माटो हो, हाम्रो भूगोलविदहरूले त्यो लेकेस्टाइन सोइल हो। त्यो चिम्टेली माटो हो। तर के छ भने कि काठमाडौँ एउटा भ्याली हो, चारैतर्फ चाहिँ पहाड, बिचमा पोखरी थियो पहिला। त्यो पोखरीको पानीले अब हामीले किंवदन्ती छ, हामीले मनुष्यले त्यो चोबार डाँडो काटेर बगाएको गरे। तर मैले त्यसलाई मान्दिनँ। म भूगोलको मान्छे हो, साइन्सको मान्छे। मैले सूर्यको किरण इभापोरेसन तात्छ, इभापोरेसन गरेर तातेर भेपर बढाइदिन्छ अनि उडालेर जान्छ, त्यहाँको पानी सबै उडाएर लान्छ, त्यसो पानी पार्छ। मैले त्यसरी भन्छु। अब म चाहिँ यतातिर त म भूगोलको मान्छे, साइन्सको मान्छे। भूगोल भन्दै साइन्सै हो, साइन्स मान्छे साइन्सबाट प्रुफ गर्छ होइन। त्यस कारणले सुक्यो होइन। सुकिसकेपछि चाहिँ त्यो बलियो त बलियो छ होइन, तर पोखरी हो र कुनै पनि चिज बलियो छ भनेर मान्छे चाहिँ जाँदै राखे भने के हुन्छ, त्यो कमजोर चाहिँ हुन्छ कि नै? बढी भार भएर आएको बल्ल पनि धेरै भार भएको। हिजोको दिनमा आजभन्दा 30 वर्ष पहिला काठमाडौँ वाज द वान अफ द मोस्ट इम्पोर्टेन्ट प्लेस स्ट्रक्चर स्ट्रङ टु बिल्ड द हाउस, बट एट प्रेजेन्ट नो। मैले अहिलेलाई यो छैन भनेर भन्छु। अहिलेलाई काठमाडौँ इज द वान अफ द पुअरेस्ट प्लेस भन्छु मैले। म एउटा भूगोल हो, यो मिडियाबाट धेरैले सुन्नुभएको छ। काठमाडौँमा बसाइ चाहिँ राम्रो हुन्न, त्यो पनि भनिदिएँ मैले। यहाँहरू जस्ता व्यक्तिले काठमाडौँमा बनिरहँदा, काठमाडौँलाई सहर बनाइरहँदा, काठमाडौँमा भरिरहँदा किन राज्यलाई घच गजाउन सक्नु भएन? होइन, यस्तो हुन्छ। राज्यले पनि के हुन्छ भने कि राज्यलाई घच गजाएको थाहा छ। अब राज्यका मान्छेले नै टिम बसिरहेछ। राज्यका जति नेताहरू छन्, नेतागिरी गर्दाखेरिमा के भने बुटोललाई यो राजधानी बनाउने, दाङलाई यो राजधानी बनाउने, भरतपुरलाई सेन्ट्रल राजधानी बनाउने, खै त राजधानी बनाएको होइन। अब उनीहरूले उही घर बनाए, ठुल्ठुलो घर बनाएपछि अब यता बुटोल कसले हेर्ने, दाङ कसले हेर्ने, कालीकोट कसले हेर्ने होइन, भरतपुर कसले हेर्ने, हुम्ला जुम्ला कसले हेर्ने कुरा यहाँ आयो त। सबै त यो जीवन भन्ने यो मानव जगत त आफ्नै स्वार्थको लागि चाहिँ हामी चाहिँ जन्मिया रहेछौँ जस्तो लाग्छ त, आफ्नै स्वार्थको लागि होइन। त्यस कारणले काठमाडौँमा मैले हजुरलाई फेरि निवेदन गरेँ, काठमाडौँलाई यदि भूकम्प रहित र कम धक्का, भूकम्प आउँछ, कम धक्का कम असर पर्ने हो भने अबदेखि काठमाडौँ घर बनाउनलाई रोक्नुपर्छ, बनाउन दिनुहुन्न। जति पनि बन्यो त्यो कारण। अब हेर्नुहोस्, मैले त के भन्छु यहाँ चाहिँ काठमाडौँको यो अवस्थाले तपाईँहरूले, म काठमाडौँ रिलेटेड मान्छे हो, सबै थाहा छ मलाई। कति मान्छेले मलाई काठमाडौँ मलाई चाहिँदैन, मलाई काठमाडौँ घर छ, म बुटोले बस्छु, मरिराम बस्छु, म यहीँबाट काठमाडौँ आएको छु। म यहीँ बसेर मेरो चाहिँ काठमाडौँमा मेरा के भने प्रोजेक्टहरू चल्छन्। मान्छेको क्यालिबर छ, योग्य छ भने म्याडम चाहिँ सारा दुनियाँ संसारले मान्छेले चाहिँ सोध्छ। मलाई उसै परे चाहिँ गोरखपुरको टेलिभिजनले पनि बोलाउँछ। म पहिला इन्डिया बसेको मान्छे हो, नेपालको बारेमा बोल्नलाई बेला बेलामा।
ल हेर्नुहोस् है, त्यस कारणले हजुरले मलाई चिन्नु आएको छ होइन। त म चाहिँ मेरो चाहिँ आफ्नो प्रेम भूमिलाई, आफ्नो मातृभूमिलाई मैले हेरेर मै बसेँ, मै रमाछु। अहिले यो हेर्दाखेरिमा त मैले त दङ्ग परेँ, दुःख लाग्छ। त्यता साथीहरू चाहिँ मेरो छोरो पनि काठमाडौँमा पढ्छ अहिले, ठिक छ गरे उसले, अहिले बिहान पनि फोन गर्यो, पढ्छ, तर सबै चिज छ, दुःख लाग्यो होइन, यस्तो नहुनुपर्ने थियो। तर यसरी हाम फालेर काठमाडौँमा गइरहनु पर्ने केही पनि छैन के म भन्छु। हिजोको भूकम्पले काठमाडौँका ऐतिहासिक सांस्कृतिक धरोहरहरू भत्काएका छन्। हजुर, हजारौं 800 व्यक्ति त काठमाडौँमै मृत्यु भयो। यो राज्यले के सावधानी अपनाएको भए यो क्षति हुने थिएन। अब यो राज्यले सावधानी पनि अब कस्तो हुन्छ भने कि यो प्रकृतिको धक्कालाई कसरी त सावधानी अपनाउने। कृष्ण मन्दिर चाहिँ गयो रे, दरबार स्क्वायर चाहिँ गयो रे होइन। अब यी त बसन्त, यो त अब पर्यटकीय हिसाबले चाहिँ विदेशी पर्यटक पाहुनालाई चाहिँ बोलाएर तिनीहरूबाट चाहिँ हामीले चाहिँ अर्थोपार्जन गर्ने चाहिँ हो नि, यही नै गयो। अब कति घाटा लाग्यो। अब राज्यले चाहिँ यसलाई रोक्नलाई चाहिँ अब मेरो ख्यालले अब सम्भावना थिएन, किनभने यो 81 चाहिँ आउने कुरा हो, 81 आउने हो। आइसकेपछि अब कुनै हामीसँग त्यस्तो यन्त्र पनि छैन भूकम्पको लहरलाई रोक्ने, छैन यो त। त्यस कारणले गर्दाखेरि 81 आउने कुरा हो। अब यसको सम्हार मर्मत अब बल्ल गर्ने। भूकम्प रोक्ने यन्त्र छैन भन्नुभयो यहाँले, तर कस्तो अफवाह फैलाइएको छ, भूकम्प आउँछ फेरि आउँछ, यति बजी आउँछ भनेर अफवाह यसो छ। त्यो पछाडि आउने भूकम्प अगाडि थाहा हुन सक्छ। यसो सुन्नुहोस् न, त्यो हुन्न, यसो हुन्छ आउँछ भन्नाले अर्थमा यो के अरे यो भूकम्प मापी यन्त्र हुन्छ, ठाउँ ठाउँमा राखेको हुन्छ, त्यस्ता आउँदाखेरि नाप्ने यन्त्र। र भूकम्पै आउँछ भनेर चाहिँ गाह्रो छ, छैन त्यस्तो छ। त्यो नहुने कुरा हो। मैले हजुरलाई भन्छु, एउटा परम्परागत खालको एउटा किंवदन्ती छ भन्छ। जस्तो कि 4-5 वर्ष पहिला तपाईँको सुनामी आयो थाइल्यान्डमा, त्यहाँ जङ्गलमा हात्तीहरू थिए, नदी किनारमा पानी खानमा गएको थिए गरे, चराचुरुङ्गी हो त्यो सुनामी। किन सुनामी भनेको भूकम्पकै अंश हो है। समुद्रमा आउनेलाई सुनामी भन्छ, यतातिर जमिनमा आउनेलाई भूकम्प भन्छ, तर भूकम्पकै लहर हो त्यो। ती हात्तीहरू भूकम्प आउन लागेपछि के अरे भने कि जङ्गलतिर भागे, कराउँदै भागे, वहाँ कराउँदै गए, चराचुरुङ्गी वरि वहाँ जङ्गलतिर भागे। त्यो एउटा सिम्पटम चाहिँ हो। चराचुरुङ्गी जङ्गली जनावरहरू, घरपालुवा कुकुरहरूले पनि थाहा त्यो एउटा परम्परागत कुरा हो। तर वैज्ञानिक ढङ्गले अझै त्यस्तो भूकम्प आउने अहिलेसम्म बनाइसकेको छैन जस्तो चाहिँ लाग्छ। मापन गर्न मिल्ने, सबै गर्न मिल्ने। अब भूकम्प, अब पर्सि भूकम्प आउँछ भने आजै कहाँ रेकर्ड गर्न मिल्ने, कहाँ थाहा हुन्छ। त्यो भूकम्प त 81 चाहिँ आउने चाहिँ कुरो हो नि। त्यो पनि होला आउने दिनहरूमा, आजको 10-20 वर्षपछि वैज्ञानिकहरूले त्यो पनि बनाउनन्। अब त्यो बनायो भने मरिएर बाँचिएन भने त्यो पनि हामी तपाईँले हेरौँला, अध्ययन गरौँला। तर त्यसो छैन। भूकम्प मापन यन्त्र छ र यस्ता चराचुरुङ्गी जनावरले, हात्तीले चाहिँ त्यसो चाहिँ सूचना चाहिँ दिन्छन्। तर के छ भने कि अब यसो एक्ज्याक्टली चाहिँ मसिनले चाहिँ भूकम्प आयो अब जामै भनेर सतर्कता अप्नाउने अवस्था छैन। जस्तो पहिरो जाँदैछ भने जमिनका सर्पहरू बाहिर निस्किन्छन्, मुसाहरू बाहिर निस्किन्छन्, त्यो पनि परम्परागत हो। फेरि त्यस्तो केही छैन। त्यही हो भने मैले भूकम्प जाँदाखेरि, भूकम्प आउँदाखेरि मैले भने चराचुरुङ्गीहरू बाहिर आएका मान्छेहरू भित्र चाहिँ जान्छन्, जङ्गलतिर जान्छन्, कराउँदै हिँड्छन्। फेरि विपद आयो, नआउने विपद आइसकेको छ। अब राज्यको तर्फबाट के गर्न सक्छ? अब राज्यको तर्फबाट राज्यको लागि त एउटा ठुलो चोट हो। यो ठुलो चोट पनि हो, ठुलो जिम्मेवारी पनि हो हैन। अब यसले राज्यले अब ती भूकम्प प्रभावित क्षेत्रहरू जति छन् नि, ती क्षेत्रमा अब पहिलो नम्बरमा त तिनीहरूलाई सान्त्वना दिने काम गर्ने, तिनीहरू परिवारलाई राज्य आफै त्यहाँ चाहिँ उपस्थित भएर जानुपर्छ। त्यसपछि तिनीहरूलाई चाहिने आवश्यक चाहिँ दैनिकी आवश्यकताहरू, खानापिना, कपडा हैन आदि कुराहरू जम्मै उपलब्ध गराउनुपर्छ। अब मृतक चाहिँ परिवारलाई चाहिँ अब के कसरी जाने हो राज्यले सोच्नुपर्ने हुन्छ। अब सब्सिडी दिनुपर्ने हुन्छ हैन, राज्यले घोषणा गर्नुपर्छ। अब हुन त विदेशले पनि यस सम्बन्धमा, विभिन्न देशले पनि, अब अमेरिकाले पनि 10 लाख करोड चाहिँ डलर 40 कति हो भनेको थियो, त्यो दियो। भारतले पनि अब सहयोग गर्नेवाला पक्षमा छ। अब विदेशले चाहिँ सहयोग गर्छ गर्दैन भन्ने कुरा एउटा उसको पक्षको कुरा हो। तर हाम्रो नेपाल सरकारको त एकदम दायित्व भयो नि, ऊ त हाम्रो गार्जियन हो नि। हामीले राज्यको जिम्मेवारी, नागरिकको जिम्मेवारी भूमिका केही छैन? नागरिकको पनि छ, हामी तपाईले पनि गर्नुपर्ने हुन्छ। नागरिक हामी व्यक्तिगत रूपले पनि, कोही मान्छे त्यसो छ भने हामीले व्यक्तिगत रूपले पनि हामी सहयोग गर्नु चाहिँ पर्छ यसमा। यो त एउटा मानवीय कुरो हो नि, मानवीय दायित्व कुरा हो नि। प्रत्येक मानवले यसको गौरव गरिदिनुपर्छ
आखिरमा यो त भोलि जसलाई पनि पर्ने चाहिँ कुरो हो। राज्यले त गर्नु पर्यो भने व्यक्तिगत रूपले चाहिँ हामी मानव जगतले पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्छ। यो एउटा चाहिँ यो संवेदनशील यो मानवीय एउटा भावनात्मक चाहिँ यो चाहिँ कुरो हो। एउटा हामी नेपाली दाजुभाइको चाहिँ एउटा सम्बन्ध छ, भाइचाराको सम्बन्ध चाहिँ एउटा दाइ भाइलाई चाहिँ एउटा बुवा आमालाई चाहिँ त्यस्तो घटना घट्दा एउटा चाहिँ छोराले एउटा छोरीले एउटा दिदीबहिनीले हेरेर कसरी बस्छौँ हामी चाहिँ नेपाली। मेरो भनाइ त्यही हो। यस क्षेत्रका पनि आम नागरिकहरू त्रसित हुनुहुन्छ, रातभरि पनि घर बाहिरै रात बिताउनु भयो। यहाँ भूगोलविद हुनुहुन्छ, के भन्नुहुन्छ आम नागरिकलाई, खास गरी हाम्रो लुम्बिनी टेलिभिजन हेर्नुहुने दर्शकहरूलाई? ओके, थ्याङ्क यू। अब यो यहाँ यस क्षेत्रको लागि त्यति रिस्क जोन चाहिँ अझै भइसकेको छैन, उहाँहरू त्यति डराउनु पर्ने छैन होइन। तर भूकम्प 1-2 पटक चाहिँ यहाँ आयो, यो आएकोले चाहिँ यसले बढी नोक्सान पार्छ कि काठमाडौँ जस्तो चाहिँ भ्याउँछ कि भन्ने अर्थ चाहिँ होला। तर अब आजको अवस्था दिनभरिको हामीले हेरौँ, आजको अवस्था यो 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 आजको अवस्था दिनभरि अवस्था हेरिसकेपछि हामीले चाहिँ के पाउँछौँ भने कि यो भूकम्पको चाहिँ स्पिड गति चाहिँ कम हुने कि बढी हुने भन्ने कुरा चाहिँ निश्चित हुन्छ होइन, निश्चित हुन्छ। अनि निश्चित चाहिँ भइसकेपछि चाहिँ अब हिजो अस्ति पनि हामी पनि भित्र सुत्यौँ, हामी भित्र नै सुत्यौँ, हामी केही थिएन, हल्का आयो बिहान पनि आयो भने मैले सुने। त्यस कारणले अब खासै त्यसै चाहिँ बाहिर काठमाडौँ त अहिले पनि डेन्जर छ, बाहिर बस्नुपर्छ। अब काठमाडौँ जस्तै भित्रै बसेर चाहिँ चाहे बाहिर बसेर भित्र चाहिँ जानुपर्ने चाहिँ अवस्था त्यस्तो हुन्न। भित्र मजा बसेर खानपिन गर्ने, यताउता गर्ने, आफ्नो दैनिकी चाहिँ काम चाहिँ गर्नुपर्ने चाहिँ अवस्था हुन्छ हो। हजुर, हल्का क्षेत्र हल्का हल्न लाग्यो भने त्यहाँबाट बाहिर आउने, त त्यति ठुलो नोक्सान हुने सम्भावना यतातिर देखिएको पाइएन। यो रिस्क किनभने यसको चाहिँ दिशा यतातिर भएन, दिशा भनेको यसको भाइब्रेसनको दिशा यतातिर भएन, यसो कहीँको असर यहाँ आएर यस्तो चाहिँ भएको होइन भने यो बुटोलका एउटा पनि घर बच्ने थिएन। काठमाडौँ जस्तो भइदिएको दिशा यता भइदिएको भए त बच्ने थिएन। यदि हिजोको जतिको भूकम्प बुटोलमा आयो भने बुटोलको अवस्था के होला? बुटोल पनि भए नै हुन्छ, जोखिम छ। बुटोल त झन् बढी जोखिम छ किनभने चुरे डाँडा एकदम कमजोर छ। चुरे डाँडा हल्लेर चुरे, मलाई शङ्का के लाग्छ भने कि म एउटा भूगोलविदको नाताले चुरे डाँडा तपाईँको चाहिँ भूकम्प यहाँ आउने हो भने पहिलो नम्बर त चुरे डाँडा हल्लन थाल्छ। चुरे डाँडा हल्लियो भने चुरे डाँडाको जम्मै तपाईँको चाहिँ तिनाउ खोलामा जान्छ। चुरे डाँडा प्लेन मैदान हुन्छ, तिनाउको पानी चाहिँ रोकिन्छ। तिनाउको पानी रोकियो भने पानी माथि आउँछ, बाढी हुन्छ, बुटोललाई बगाएर लिएर जान्छ, बुटोलका घर पनि चाहिँ हल्लन थाल्छन्, बगाएर लान्छ, ठुलो खतरा मोल आउँछ भूकम्पले भन्दा पनि त्यसपछि आउने बाढीको कारणले। हजुरले मेरो कुरा बुझ्नु, हजुरले त्यो चाहिँ हो। यो चुरे डाँडा तपाईँ खस्छ, चुरे डाँडा खसेर तिनाउमा जान्छ, हजुर यो बजारतिर आउँछ, त्यत्रो चुरो पहाड खस्यो भने त्यो तिनाउ खोलो चाहिँ पुरिन्छ, पुरिएपछि त्यहाँबाट उत्तरबाट आउने तिनाउ खोलो चाहिँ पानी चाहिँ भरिन्छ, भरिएर पानी चाहिँ के छ त बाढीको रूपमा परिणत भएर यो पुरा क्षेत्रलाई सखाप पार्छ। 38 सालको सम्भावना छ, हुन सक्छ यदि ठुलो भूकम्प आयो भने भन्न खोज्दा। काठमाडौँ जस्तै 38 सालमा जुन आएको थियो नि बाढीले सखा पारेर लिएर गएको थियो नि, त्यस्तै स्थिति सिर्जना नहुन सक्ने नहोला भन्न मिल्दैन। यसो नहोस् भगवान्सँग मेरो प्रार्थना छ, सिद्ध बाबासँग मेरो प्रार्थना छ। तर जहिले पनि यो रिस्क यहाँ पनि छ, हल्का छै छ। यो चुरे डाँडा कमजोर छ, पहिरो जाने डाँडा हो। हामीले कसरी सावधानी अपनाउन सक्छौँ यसमा सावधानी अपनाउनको लागि चुरे डाँडाको वरिपरि घरहरू नबनाउने, चुरे डाँडामा वृक्षारोपण गर्ने, चुरे डाँडाको माटोलाई चाहिँ जरोमा प्रपन्द गराएर एकदम बाँध्ने, सामुदायिक वनको रूपमा हेरचाह गर्ने होइन, वन डडरो लगायत आदि कुराहरू गर्न नदिने, जसले माटो चाहिँ कमजोर हुन्छ। माटो कमजोर भएर नि के हुन्छ भने बढी खोक्रो भएर त्यो किनभने खोक्रो छ, यो खोक्रो भएर त्यस कारणले गर्दाखेरिमा यसलाई यसरी हामीले चाहिँ सावधानी अपनाएर चुरे डाँडालाई बचाउन सक्छौँ। मेनली त वृक्षारोपण नै हो। वृक्षारोपण खाली ठाउँमा बन्जर भूमिमा वृक्षारोपण गरिदिने, त्यसले माटोलाई त्यसले चरप्प बाँच्छ अनि गएर सानोतिनो धक्काले असर चाहिँ गर्दैन। हजुर, हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद यहाँलाई पनि। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो भूगोल तथा वातावरणविद डाक्टर भोजराज कडेरिया। हिजो गोर्खा र लमजुङमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पबाट क्षतिको पछिल्लो अवस्था र त्यही सेरोफेरोमा रहेर हामीसँग कुराकानी गर्नुहुँदै उहाँसँगको यो कुराकानीसँगै कार्यक्रमको आजको सम्पूर्ण युनिटको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते।